यतातिर चाहिँ रोपानीहरू खेत रोप्नको लागि जाँदै हुनुहुन्छ भाइ। यतातिर हेर्न कतिको गाह्रो भइरहेछ, एकदम मजा आइरहेछ रोप्नलाई। गाह्रो लाउँदै हुनुहुन्छ गाइस, खेतलाई सम्माउँदै हुनुहुन्छ। अनि अरूले चाहिँ यतातिर हेलो गाइस, यतातिर साई दिदीले पिठो मुस्दै हुनुहुन्छ। बिउ खान्छ भनेर यतातिर गोरुलाई चाहिँ मैले हेर्दै बसिराखेको छु। हेलो गाइस, हामीले चाहिँ यतातिर आलुको अचार बनाउँदै छौं। यता भाडा मार्केट आइसक्नु भयो। नमस्ते, हजुरहरु सन्चै हुनुहुन्छ? म पनि सन्चै छु गाइस। हजुरहरुले थम्बनेलको टाइटल हेरेर पनि बुझिसक्नु भयो होला कि म के गर्दै छु। यो भिडियो लास्टसम्म हेरेर लाइक, कमेन्ट र शेयर गर्न नभुल्नु होला। प्लिज गाइस, लाइक गरिदिनु होला। लाइक चाहिँ गर्नुस् ल गाइस। हेर्नुस् न, हाम्रो गाउँतिर यस्तो पानी परिराखेको छ। सो गाइस, हामी चाहिँ आज खाना पकाउँदै छौं। हाम्रो रोपाइ छ। यतातिर सबैले खाना पकाउँदै हुनुहुन्छ, दिदी, मम्मी। हेलो गाइस, यतातिर साई दिदीले पिठो मुस्दै हुनुहुन्छ। पानीको लागि यतातिर हेर्नुस् गाइस, दिदीले चाहिँ यसरी पिठो मोल्दै हुनुहुन्छ हैन। अनि मम्मी र दिदीले चाहिँ यतातिर तरकारी पकाउँदै हुनुहुन्छ गाइस। हेर्नुस् त गाइस, यहाँतिर सबैले खाना पकाउँदै हुनुहुन्छ। सबै मिलेर चाहिँ आज रोपाइ छ, त्यसैले हामी चाहिँ दिउँसोको खाना पकाउँदै छौं गाइस। दिउँसोको खाना। सो गाइस, हामीले चाहिँ यतातिर अर्गानिक सिमीको दाल मिठो बनाएर पकाउँदै छौं। हेर्नुस् त, यति ठुलो भाँडोमा पकाउँदै छौं कि गाइस। हामीले चाहिँ सिमीको दाललाई हेर्नुस् झान्दै छौं। हेलो गाइस, हामीले चाहिँ यतातिर आलुको अचार बनाउँदै छौं। सै गाइस, हामीले यतातिर चाहिँ अर्गानिक आलुको अचार बनाउँदै छौं। अर्गानिक आलुको अचार हेर्नुस् है गाइस। अनि उतातिर चाहिँ दाल पाक्दैछ गाइस, दाल झान्दै गरेको। सो गाइस, अर्गानिक आलुको अचार हेर्नुस् त यहाँ, एकदम मिठो छ गाइस। हेर्नुस् न, यतातिर चाहिँ हामीले अर्गानिक चामलको भात पकाउँदै छौं गाइस। हेर्नुस् है, अर्गानिक चामलको भात। हामीले चाहिँ गाइस 3वटा कुकुर प्रेसमा अर्गानिक चामलको भात पकाउँछौं। हामीले चाहिँ गाइस 3वटा कुकुर प्रेसमा अर्गानिक चामलको भात पकाउँदै छौं है। हेर्नुस् त यसै। अनि गाइस यसै दुईटा, अनि अर्को कुकुर प्रेस चाहिँ तयार हुँदैछ गाइस। एक कुकुर प्रेसमा चाहिँ अर्गानिक चामलको भात पकाउने हो। सो गाइस, हाम्रो चाहिँ दुईटा काम थियो, भाँडा माझ्ने र कचेर लाउने। अनि मेरो भाग चाहिँ यता कचेर लाउने छ गाइस, भाँडा सफा गर्ने अनि कचेर लाउने। अनि माइजूको चाहिँ भाँडा माझ्ने भाग परेको छ गाइस, उहाँ चाहिँ बाहिर भाँडा माझ्दै हुनुहुन्छ। सो गाइस, माइजू चाहिँ यता भाँडा माझेर आइसक्नु भयो। अनि मैले चाहिँ गाइस भान्से कोठा कचेर लाएर सकिसके। हेर्नुस् त, यतातिर कति सफासँग कचेर लगाइदिएको छु मैले। अनि गाइस, माइजूले चाहिँ यतातिर आँपको अचार बनाउँदै हुनुहुन्छ। अनि माइजू, तपाईले मेरो बारीको आँप चाहिँ आफै टिपेर ल्याउनु भएको? टिपेर हैन, तल भुइँमा खसेको त्यसले ल्याउनु। टिप्न सकिन्न, कस्तो छ। भुइँमा खसेको ल्याउनु भएको छ रे। म त हाम्रो बारीको के भन्छ रुखबाट टिपेर ल्याउनु भएको कि भनेर। रुखबाट टिपेर नि के हुन्छ, तर टिपेन हैन, त्यतिकै ठट्टा गरेको। मलाई चाहिँ झ्याउ लागिरहेको थियो गाइस। अनि मम्मी के रे माइजूले चाहिँ आफै टिपेर बनाउँदै हुनुहुन्छ आँपको अचार। मलाई चाहिँ खाना त मन थियो, तर लिएर बनाउन चाहिँ दिँदैन भन्नुहुन्छ अझ। मलाई लिएर बनाउन चाहिँ एकदमै झ्याउ लागिरहेको थियो। अनि उहाँले फेरि आफै लिएर बनाउँदै हुनुहुन्छ गाइस आँपको अचार। सो फाइनली गाइस, यतातिर माइजूको आँपको अचार पनि रेडी भइसक्यो। हेर्नुस् त, कति मिठो भएको छ, कति राम्रो देखिरहेको छ यतातिरबाट पनि। र यतातिर हाम्रो बाउरीहरूलाई दिउँसोको खाना पनि रेडी भइसक्यो गाइस। चाहिँ अचार हो गाइस, अर्गानिक आलुको अचार। अनि यो चाहिँ प्याज पिरे खान्छ नि कोही बाउरीले, त्यसैले उहाँहरूको लागि हो। अनि यसमा चाहिँ भात छ गाइस, अर्गानिक चामलको भात। अनि यतातिर चाहिँ छ दाल। अनि यसमा पनि भात छ। र यो यसमा चाहिँ भात पाक्दैछ गाइस।
सो फाइनली गाइस हाम्रो बाउरेहरूलाई चाहिँ दिउँसोको खाना पनि रेडी भइसक्यो। सो गाइस हाम्रो खिच चाहिँ यही हो, उहाँहरूले बनाउँदै हुनुहुन्छ नि हलारीहरूले। यही हो गाइस, हाम्रो खिच चाहिँ दुईवटा छ, एउटा तलनेर छ। तलनेरको खिच चाहिँ रोपार्नेहरूले रोप्दै हुनुहुन्छ अनि आउँदै हुनुहुन्छ, अनि यतातिर चाहिँ हलारीहरू हुनुहुन्छ। यतातिर चाहिँ हलारीहरू हुनुहुन्छ गाइस। उहाँ चाहिँ सानो हलारी अनि उहाँ चाहिँ ठुलो हलारी। हेर्नुहोस् त गाइस, यही हो हाम्रो खेत चाहिँ। अनि यतातिर चाहिँ गाइस रोपार्नेहरू पनि आइसक्नुभयो खेत रोप्नको लागि, आउँदै हुनुहुन्छ। हेर्नुहोस् त तलबाट यतातिर चाहिँ हलारी हुनुहुन्छ, खेत रोप्नको लागि आउँदै हुनुहुन्छ गाइस। यहाँ चाहिँ रोपार्नेले आँप झार्ने सोरसार गर्दै हुनुहुन्छ है गाइस। हेर्नुहोस् त कसरी हेर्नु भएको छ, यतातिर आँपलाई हेर्दै हुनुहुन्छ कि गाइस। यो चाहिँ आँपको बोट हो, यो चाहिँ आँपको बोट हो गाइस। यतातिर रोपार्नेहरूले चाहिँ हेर्दै हुनुहुन्थ्यो, अहिले चाहिँ जाँदै हुनुहुन्छ। सानो हलारी चाहिँ हिँड्दै हुनुहुन्छ। चाहिँ रोपार्नेहरू खेत रोप्नको लागि जाँदै हुनुहुन्छ। अहिलेसम्म चाहिँ यहीँ आँपको छारीमा बसिरहनु भएको थियो आँप खाँदै। अहिले चाहिँ जाँदै हुनुहुन्छ गाइस खेत रोप्नलाई। हेर्नुहोस् त सो गाइस म चाहिँ यतातिर बाटोमा हिँड्दै थिएँ गाइस। यतातिर चाहिँ मैले सिसा देखेँ कि, हेर्नुहोस् त यहाँ खेतमा यसरी सिसा रहेछ। अनि मैले चाहिँ यो सिसालाई सेफ ठाउँमा लगेर फाल्दैछु गाइस। हेर्नुहोस् त अहिले हलारीहरूलाई रोपार्नेहरूलाई यो सिसाले काटेको भए के हुन्थ्यो होला। हेर्नुहोस् त गोरुहरूलाई। सो गाइस मैले त्यो सिसालाई चाहिँ सेफ ठाउँमा राखेर आइसकेँ। अब चाहिँ रोपार्नेहरूको हलारीहरूको चाहिँ खुट्टा काट्दैन गाइस, गोरुहरूको होइन। मैले चाहिँ सेफ ठाउँमा राखेर आएको छु कि, सेफ ठाउँमा पालिदिएर आएको छु भनेको। यस्तो हिलो छ गाइस, म चाहिँ यसरी हिँड्दैछु होइन। यहाँ लडे भइरहेछ हिलोमा चाहिँ। आउच। हेर्नुहोस् त यतिर हलारीहरूलाई यसरी काम गर्दै हुनुहुन्छ। उहाँ मामाले चाहिँ खेत रेडी बनाएर बेकारु लाउँदै हुनुहुन्छ गाइस, खेतलाई सम्माउँदै हुनुहुन्छ। अनि अरूले चाहिँ यतातिर खेतलाई जोत्दै हुनुहुन्छ, रेडी बनाउँदै हुनुहुन्छ खेतलाई रोप्नको लागि। उहाँले चाहिँ बिउ खेतमा हाल्ने काम गर्नुहुन्छ, उहाँ मामाले चाहिँ यसरी। यतातिर चाहिँ गाइस रोपार्नेहरूले आफ्नो मेलोलाई रोप्दै हुनुहुन्छ, मेलो सार्दै हुनुहुन्छ, रोप्दै हुनुहुन्छ। यो चाहिँ मेरो भाइ हो गाइस, यसले पनि मम्मीहरूलाई सघाउँदैछ। हेर्नुहोस् त ढिकमा रोप्दैछ कि, यसलाई चाहिँ ढिक लाउने भन्छन्। भाइ यतातिर हेर्न कतिको गाह्रो भइरहेछ, एकदम मजा आइरहेछ रोप्नलाई, एकदम मजा आइरहेछ गाइस। अहिले एकछिनमा चाहिँ फेरि हिलो खेल्ने होला होइन र। यतातिर चाहिँ रोप्दै हुनुहुन्छ रोपार्नेहरूले। यतातिर चाहिँ हली मेरो कान्छो मामाले चाहिँ खेत जोत्दै हुनुहुन्छ। अनि यता बस्नु भएको छ नि, अब काम गर्नलाई उठ्नु भएको छ, उहाँ पनि मेरो मामा हुनुहुन्छ। अनि यतातिर चाहिँ मेरो कान्छो मामाले चाहिँ खेत जोत्दै हुनुहुन्छ गाइस। यतातिर चाहिँ खेतलाई रोप्नको लागि तयार बनाउँदै हुनुहुन्छ नि, उहाँ चाहिँ मेरो जेठो मामा हुनुहुन्छ। उहाँ पनि हाम्रो घरमा आज बाउरे आउनुभएको छ हलीको रूपमा, काम गर्दै हुनुहुन्छ। यो चाहिँ मेरो भाइ हो अनि यो चाहिँ हिलोमा खेल्दैछ। हेर्नुहोस् त हिलोमा खेल्दैछ मेरो भाइ। अनि उहाँहरूले चाहिँ काम गर्दै हुनुहुन्छ, कसैले खेत बनाउने अनि यतातिर आमाले चाहिँ खेतलाई सम्माउँदै हुनुहुन्छ। अनि एकजना हलीले चाहिँ रेस्ट गर्दै हुनुहुन्छ, उहाँ चाहिँ थाकिनु भएछ यो गोरुलाई जोत्दा होइन। यहाँहरूले चाहिँ यतातिर काम गर्दै हुनुहुन्छ अनि उतातिर चाहिँ मेरो सानो मामाले खेतलाई जोत्दै हुनुहुन्छ। मलाई चाहिँ मेरो कान्छो मामाले चाहिँ खेतमा पानी फर्काउनु भन्नुभएको छ। म चाहिँ पानी फर्काउन जाँदैछु। कुलाबाट यता खेततिर फर्काउने भन्दै हुनुहुन्छ। खेतमा
पानी सिक्थ्यो अरे कि म चाहिँ सोध्दैछु कसरी फर्काउने भनेर। अनि अलि अप्ठ्यारो थियो कि म चाहिँ सक्दैन थिएँ। त्यसैले अहिले चाहिँ उहाँले म नसकेर उहाँले मेरो कान्छो मामाले चाहिँ बनाउँदै हुनुहुन्छ। यतातिर गोरुलाई त्यसै छाडेर उता जानुभएको छ पानी यता लाउन खेततिर। हेर्नुहोस् त यो के भयो हाम्रो खेतमा। हेर्नुहोस् न हाम्रो खेतमा गम्मै पहिरो गइदिएको भने रोप्दै उहाँ मामाहरूले चाहिँ खेत बनाउँदै हुनुहुन्थ्यो त्यतिखेर चाहिँ गयो नि पहिरो। हेर्नुहोस् त म चाहिँ यतातिर गोरु हेर्दैछु, गोरु छाडेर जानुभएको छ मामाहरू चाहिँ। हेर्नुहोस् आली बनाउँदै हुनुहुन्छ अहिले चाहिँ। म चाहिँ बिउ खान्छ भनेर यतातिर गोरुलाई चाहिँ मैले हेर्दै बसिराखेको छु हैन। गोरुले बिउ खान्छ कि त्यसैले। अनि यतातिर चाहिँ 2 हल गोरु छ कि 2 हल गोरुलाई चाहिँ मैले मात्रै हेरेर बसिराखेको छु एक्लै। अनि उतातिर चाहिँ मम्मीहरू हुनुहुन्छ खेत रोप्दै हुनुहुन्छ। अनि मैले चाहिँ गोरु हेर्दै किन बसिराखेको भने हली मामाहरू चाहिँ खाना जानुभएको छ। दिउँसोको खाना खाने समय भइसक्यो नि गाइस, 1 बजिसक्यो। त्यसैले उहाँहरू चाहिँ खाना खान जानुभएको छ। अनि यतातिर रोपार्नेहरू फुबु मम्मी दिदीहरू हुनुहुन्छ। उहाँहरू चाहिँ एउटा पाटो सकेर तलतिर गइसक्नुभयो। यतातिर चाहिँ मेरो भाइ नाच्दैछ है। हेर्नुहोस् त कसरी नाच्दैछ फन गर्दै। अनि गोरु पनि हेर्दैछ।